छोराछोरीलाई विदेश लखेट्ने रोगको बारेमा सामाजिक सञ्जालमा एउटा लेख भेटे। यसका सम्पूर्ण घटना पात्रहरू काल्पनिक हुन्, कसैको जीवनमा मेल खान गएमा चाहिँ सरी भन्न चाहे मैले। हालै केही वर्ष यता नेपालमा देखा परेको कोभिड-19 भन्दा पनि चर्को सामाजिक रोग रहेछ यो। रोगको शिकार हुने समूह चाहिँ अलिकति पढे लेखेका अनि धेर थोरै पैसा खेलाउन सक्ने, साहुहरूसँग ऋण माग्न सक्ने, विदेशका सपना देख्ने र 18 वर्ष पुग्न लागेका छोराछोरी भएका उनीहरूका एकदम घमण्ड खोक्रो राष्ट्रवाद भएका बाबुआमामा हुने यो रोग रहेछ। र रोगका फर्स्ट स्टेजका लक्षणहरू चाहिँ यस्ता हुँदो रहेछ। अरूका केटाकेटी विदेश गएको देखेर बुत्तुक्कै हुने, अरूका सन्तानले विदेशमा घुम्न बोलाएको र समुद्रमा लगेर घुमाएको देख्दा डाहाले एकदमै भित्रैबाट भत्भत्ती पोल्ने, अनि आफ्ना पनि सहर र विदेश गएर आफू पनि सहर र विदेश गएर चाहिँ समुद्रमा पौडी खेलेको सपना देख्ने, बच्चा 16 वर्ष पुगेपछि वा एसई गरेपछि मेरो छोरा वा छोरी अब्रोड जान्छु भनेको छ भनेर 2-4 जना मान्छे भेट्ने बित्तिकै गफ दिन थाल्ने, अनि बच्चा 17 वर्ष लागेपछि कन्सल्टेन्सी धाउन लगाउने र आफू भने अब ऋण खोज्न थाल्ने। अनि अर्को लक्षण चाहिँ विदेशमा भएका आफन्तलाई फोन गरेर मेरो बच्चा पनि पठाउन लागेको भनेर गफ दिने, अनि राम्रो काम कता पाइएला, राम्रो काम खोजिदेऊ है भनेर अनुरोध गर्ने। अर्को लक्षण चाहिँ यस्तो हुँदो रहेछ, देशमा केही हुँदैन, देश खत्तम भइसक्यो, अब भविष्य बनाउन विदेशै जानुपर्छ भनेर देशप्रति बच्चाको दिमागमा दिनदिनै नकारात्मक सोचहरू भरिदिने। विदेशमा गएर मेरो बच्चाले फलानो सब्जेक्ट पढ्छ, नेपालमा त त्यस्तो सब्जेक्ट नै छैन भनेर झुटो र हावा गफ दिने अर्को लक्षण पनि हुँदो रहेछ। अब यो रोगले गाँच्दै गाँच्दै गएपछि सेकेन्ड स्टेजका लक्षण चाहिँ यस्तो हुँदो रहेछ, देशमा अलिअलि जम्मा भएको विदेशी डलर कलेजको नाउँमा विदेश पठाउने र देशलाई टाँट पल्टाउन मद्दत गर्ने। अर्को दुधे बच्चालाई रुवाबासी गर्दै एयरपोर्टसम्म पुर्याउने। अर्को लक्षण चाहिँ बच्चालाई दुई देशको लडाईँमा स्वदेशको तर्फबाट लड्न गएको सिपाहीलाई चाहिँ राष्ट्रिय झण्डा उडाएर पठाइदिने एयरपोर्टबाट। अर्को लक्षण छ, यो चौथो लक्षण हो, एयरपोर्टमा बिदाई गरेपछि मेरो बाबु नानु उच्च शिक्षा हासिल गर्नको लागि विदेश यात्रामा भनेर फेसबुकमा फोटो र भिडियो हाल्ने, अनि उच्च शिक्षा हासिल गरेर ठुलो मान्छे भएपछि मेरो नानु मेरो बाबु देश फर्केर सेवा गर है भनेर एउटा स्ट्याटस देखाउनका लागि हाल्ने। कोही राष्ट्रवादी बनेर गफ दिनु पर्यो भने मलाई त बच्चालाई विदेश पठाउन मनै थिएन तर बच्चा नै नमानेर भनेर झुटो गफ दिने यो अर्को लक्षण हो। अब यो रोगले अझै गाँच्दै गएपछि थर्ड स्टेज हो। यो रोगको थर्ड स्टेजमा के हुन्छ, बच्चालाई दिनदिनै फोन गरेर ऋण यति छ उति छ भनेर सुनाइरहने र पढाइ सढाइ मतलब नगर, पैसा धेरैभन्दा धेरै कमाउने बेलैमा भनेर मानसिक दबाब दिने गर्छन्। अर्को लक्षण छ, बच्चाले पठाएको आइफोन भनेर इष्टमित्रलाई ईर्ष्याउने। तपाईमा यो रोग छ कि छैन? यो सामाजिक सञ्जालमा भेटिएको एउटा लेख थियो, निकै रमाइलो लागेर र निकै सान्दर्भिक पनि लागेर यहाँहरू माझमा प्रस्तुत गरेको छु।